भाइ हजुरको नाम भनिदिनु पर्यो ल। मनोज गोर्खाली। अनि सर हजुरको घर चाहिँ? कति लामो नाम क्या? फेरि एकचोटि भन्नुहोस् त, बुझेन। बागलुङ ढोरपाटन बुद्धिबाङ रे हजुर, कति लामो नाम। हेर्नुहोस् त, पश्चिमको हिरो हुनु रहेछ ल। हेर्नुहोस्। अनि सर तपाईँ कति वर्ष हुनुभयो? कति वर्ष अरे? यहाँ हाम्रो दाजुले सुन्नु भएन, यतै यहाँ लाइभ खिचिनु भएको छ। कति वर्ष अरे? 23 वर्षको युवा केटा। हेर्नुहोस् त, 23 वर्षको। कति केजी हुनुहुन्छ सर? यो कति? 8 केजी क्या होइन? 8 केजी हो। कति केजी हुनुहुन्छ? 8 केजी। ल हेर्नुहोस्, 8 केजी। एउटा हात कसले एउटा हातले उचालिरहेको छ। अनि सर 23 वर्षको मान्छेलाई बिहे पनि गऱ्यो होला? एकचोटि सोधु। हुन्छ हजुर? हुन्छ? 23 वर्षको मान्छेले बिहे गरे होला? सर बिहे गर्नुभयो? हजुर गर्नु भएको छैन? कठै बिचार बिहे नै गरेर हिँड्छ। हेर्नुहोस् त ल। अनि किन केटी नपाएर कि बिहे गर्न मुन नलागेर? बिहे गर्न मुन नलागेर कि केटी नपाएर? ल केटी नपाएर। ल हाम्रो आयोजक कता हुनुहुन्छ? यो हाम्रो होटेल सङ्घको जुन जिल्ला धादिङको होटेल सङ्घले चाहिँ उहाँलाई एउटा केही व्यवस्था गरिदिनु पर्यो हजुर। ल यो गजुरीमा चाहिँ पक्कै पनि हेरे खाने तथा कृषि पर्यायमा चाहिँ तपाईँलाई व्यवस्था गर्नुहुन्छ है। ल ल अब यहाँ कोही मन पर्यो, यता हाम्रो दिदी बहिनीहरू चेलीहरू मन पर्यो भने धादिङबाट मजाले गजुरी पाराले बिहे गरिदिन्छु। ल हाम्रो आयोजकलाई भने कोही मन पर्यो? कुन चस्मा लगाएको? मेरो बहिनी मेरो दिदी हुनुहुन्छ, शीतल गिरी हुनुहुन्छ, उहाँ गायिका। उहाँ मन पर्यो? ए ल आउनुहोस् 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 नानी, आउनुहोस् आउनुहोस्। ए जोकर राई उहाँले ल्याउनुहोस् त। ल हजुर बेहुली पनि छानिसकेको रहेछ हजुर। बेहुली पायो पायो, हाम्रो चेली पायो पायो। बाग्नुमा केटाले उडाउने भयो। ल आहा ल नानी डराउनु पर्दैन, म छु तिम्रो अङ्कल छु है। म पनि गिरी, तपाईँ फेरि। हाम्रो दाजुभाइ धेरै हुनुहुन्छ है। सर मन पर्यो? हजुरलाई मन पर्यो? ल हाम्रो बहिनी छोरीले पनि मन पर्यो रे। ल ठिकै छ, एकचोटि बोक्नुहोस् न त नि। यस्तो मन परेको केटी हेर्नुहोस् त। हेर्नुहोस् त, उहाँहरूको जोडीको लागि एकचोटि जोड ताली। ल गर्छन् भयो? के गरे? कसरी गर्नुभयो? फेरि एकचोटि देखाइदिनुहोस् त, मैले देख्नु पाएँ यहाँ क्यामेराले। देखाइदिनुहोस् त। ल एकचोटि चुप्पा गरिदिनुहोस् ल। गरिदिनुहोस् दिनुहोस्। गालाम मोरले धन्दाले गालाम दिएछ। कसो चाहिँ च्वाप्पा लाएर त्यो भनौँ न ओठमा दिएन चाहिँ। चुप्पा दियो त। के छ, खुसी हुनुहुन्छ? अलिअलि दुखी छु। हो र? किन? यो अलिक साँडे कति वर्ष हुनुभयो? यो साँडे मन परेन नि क्या हो? राम्रो छ। राम्रो छ? राम्रो छ नै छ नि त। अब बोक्न पनि सजिलो, सुताउन पनि सजिलो, खाना खुवाउन पनि सजिलो। यति पुगिहाल्छ होइन? सजिलो छ नि होइन? ल खुसी हुनुहुन्छ होइन त? खुसी छु। ल ऊ पनि खुसी, ऊ पनि खुसी। तर मलाई एउटा सोध्नु मन लाग्यो, यो मोरोले बिहे त गर्ला यो भाइले, तर यसले बिहे गरेपछि के गर्दो रहेछ चाहिँ सोध्नु त पऱ्यो नि, हो कि हजुर? हो। फेरि हाम्रो चेली लगेर पूजा के अरे राखेर मात्रखेरि त्यही पनि सोध्नु पऱ्यो नि त। भविष्यको लाइफ पो छ त। ए बाबु बिहे गरेपछि के गर्ने बाबु? बिहे गरेपछि चाहिँ हात दर्जन छोरा छोरी पाउने रे। ल यो नानीले, यो नानीले पाउने कि तपाईँले? सुन्नुभयो त? कति बाठो रहेछ ल। हेर्नुहुन्छ मान्छे जिरे भने लास्टै पिरो रहेछ। ल हो कि हजुर? ल कस्तो मजाले यस्तो झट्ट हेर्दा आमा छोरा त देखिरहेको छु म त कहिले। ठिकै छ मेरो छोरी। ल धेरै धन्यवाद। हजुरको नाम? समीक्षा गिरी। समीक्षा गिरी? आहा समीक्षा भन्दाखेरि डर लागिहाल्छ मलाई। अलिकति रमाइलो पनि दिनु पऱ्यो। हाम्रो चर्चित गायिका हुनुहुन्छ एकदमै। ल धेरै धन्यवाद छ है छोरीलाई पनि। अहिलेलाई पठाइदिनुहुन्न? अनि उहाँलाई चिनेको छ? सासु आमा को रे? सासु आमालाई के गर्नुपर्छ? खोइ नमस्कार गरे खोइ त। ल सासु आमालाई चुप्पा खराइहाल्ने, जे पर्ला पर्ला।
ल सासू आमा एकचोटि बोक्ने कि ज्वाइँलाई सजिलो हुन्छ आउनुहोस् ल जानुहोस् जानुहोस् सासू आमालाई माया गरे पो अनि सासूले नै छोडिन्छ एकचोटि माया गरिदिउँ ल मोरले सासूलाई पनि चुप्प छोरीलाई पनि चुप्प यसले दुईतिरै भ्याउने वास्तो छ सासू आमा पनि महाम सेक्सी हुनुहुन्छ नि त त्यही भएर पनि मेरो दिदी यसो रमाइलो गरेर ल ठिकै छ सासू आमा झारिदिनुहोस् ज्वाइँलाई धेरै नबोक्नुहोस् धेरै गाह्रो हुन्छ ल यो एउटा रमाइलो हास्य व्यङ्ग्य पनि हो हाम्रो सानो मनोज गोर्खाली भाइले चाहिँ हाम्रै छोरी मन पराउनु भयो 23 वर्षको मान्छेले अब हुन त माया गर्न मिल्छ होइन यत्रो 23 वर्ष व्यक्तिले माया गर्न मिल्यो प्रेम गर्न मिल्यो बिहे गर्न मिल्यो होइन हजुर गर्ने होइन त बिहे गर्ने हो अनि हनीमुन चाहिँ कहाँ मनाउने यहाँबाट बिहे गरेर सजिलो बाटो पोखरातिर रहेछ कस्तो साह्रो रहेछ ल यसलाई केही सिकाउनै नपर्ने रहेछ धेरै धन्यवाद छ अब हाम्रो मनोज सर केही प्रस्तुति केही कार्यक्रम गर्ने मैले केही प्रस्तुति गर्ने भन्नुहुन्छ म बाँच्न चाहन्छु फेरि एकचोटि भन्नुहोस् त उहाँले के भन्न चाहन्छ भने म बाँच्न चाहन्छु मलाई बचाइदिनु होला भन्नुहुन्छ उहाँ चाहिँ बागलुङको पश्चिमको हुनुहुन्छ म चाहिँ सिन्धुपाल्चोकको हेर्नुहोस् हामी पूर्व पश्चिमको एउटा हामी नेपाली दाजुभाइ हो तर यो उहाँलाई मैले यसो कार्यक्रममा चाहिँ हरेक ठाउँमा लान्छु उहाँलाई बिहे वर्तमान बर्थडे पिकनिक स्कुलमा कुनै महोत्सवहरू कुनै कार्यक्रममा पनि हामीलाई आयोजकहरूले त्यसै गरी म पनि उहाँलाई लान्छु उहाँ चाहिँ एउटा बिरामी हुनुहुन्छ उहाँ जस्तो व्यक्ति पहिलो चाहिँ चन्द्रबहादुर डाङ्गी हुनुहुन्थ्यो तर यो संसारमा हुनुहुन्न त्यसै गरी अर्का खगेन्द्र थापा मगर हुनुहुन्थ्यो उहाँ पनि यो संसारमै हुनुहुन्न त्यसै गरी हाम्रा दिपेन्सा दोलाखाका हुनुहुन्थे उहाँ पनि 21 वर्षमा यो संसारै छोडी जानुभयो कतिले झुक्किन्छ कि यो खगेन्द्र हो क्या हो कतै दिपेन्द्र हो कि क्या हो भन्नुहुन्छ तर होइन उहाँ चाहिँ मनोज गोर्खाली अहिले संसारको नाम राख्ने उहाँ हुनुहुन्छ म एउटा सपोर्ट मात्रै गरिरहेको छु उहाँको साथमा आफ्नै भाइ हिँड्नुभएको छ मदन भाइ कता हुनुहुन्छ मदन भाइ हुनुहुन्छ उहाँको आफ्नै भाइ उहाँ हामी जत्रै हुन्छ उहाँको भाइ चाहिँ अनि सर उहाँले के भन्नु म बाँच्न चाहन्छु मलाई केही सहयोग गरिदिनु होला केही माया गरिदिनु होला केही आशीर्वाद दिनु होला कुनै ठाउँमा पऱ्यो भने मलाई सम्झिनु होला भन्नुहुन्छ उहाँले चाहिँ र हामीले कतिले फोटो खिच्न चाहनु भइरहेको थियो अघिदेखि नै हाम्रो जोकर भाइ हुनुहुन्छ म तपाईँहरूको माझमा ल्याउँछु तपाईँले कसैलाई पनि डिस्टर्ब नगरिकन हल्ला नगरिकन कार्यक्रम पनि रमाइलो साथ दिउँ हामीले साथमा सपोर्ट गरौँ भन्दै म अहिले एकछिनपछि तपाईँहरूको माझमा फोटो खिच्न टिकटक बनाउन तपाईँहरूलाई आशीर्वाद दिनको लागि म लिएर आउने छु तपाईँले माया गर्नुहोला सम्झिनुहोस् तपाईँकै छोरा तपाईँकै भाइ तपाईँकै साथी तपाईँकै मित्र एकचोटि भगवान जस्तो गणेश देउता जस्ता व्यक्ति आज हाम्रो माझमा आउनुभएको छ हाम्रो मैदानमा आउनुभएको छ हाम्रो धादिङको गजुरी यो कार्यक्रममा आउनुभएको छ त्यसै गरी आयोजक टिमहरूलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु।